गन्दा आएको छु हामी पनि आएको छु अब हामी बाटो काट्न लागेको छु बाटो काट्न लागेको छु तपाईँ के गर्दैछु तपाईँको धेरै याद आएको छु हेलो गाइजहरु हामी केमा जान लागेको भन्दा पोखोपुन्तुर भिरेर बेबी सावरमा के भन्छ अरे सबिता दिदीको बेबी सावरमा ओके अनि के भन्छ अरे हामी जापानमा हामी चारजना ब्युटिफुल लेडीहरु ब्युटिफुल भएर हिँडिरहँ अब यहाँ के भन्छ अरे यो ग्रीन वाला हामी त कस्तो भाग्यमानी हमके यहाँ के भन्छ अरे गाइजहरु हामीले कसैले कोक्लेर हिँड्यौँ के अरे 9 महिनाको भयो दिदीको को खाएर केही नहोस् त्यही हो अहिले दिदीहरूले मासु बनाएर राख्नु अरे क्या मासु सबिता दिदी तपाईँको दिदीले मासु बनाएर राख्नु भएको होला मासु रोस्ट अनि घुमाएर टिजुलको पाएको अनि त्यही बचाउन हामीले कोक्लेर हिँडेको हामी ओसाका आएको छु सबिता दिदीको घरमा हाम्रो घरको भैँसीले खान्थ्यो यस्तो राम्रो घाँस छ हाम्रो भैँसीले कति मिस गर्यो होला अरे भैँसीले लाएर हाल्न हुन्छ त्यही त यस्तो माइमिते गर्न हुन्थ्यो ल गाइजहरु हामी दिदीको घर गएर देखाउँछौँ ल तपाईलाई भिडियो ल हामी हिँड्छौँ हात दुखो हामी आइसक्यौँ गाइजहरु बेबी चाहिँ गर्ल हो है गर्ल गर्लको बक्सियोस् मलाई रुकुम बक्सियो चलै चढै तुला सिर्की बक्सियो त्यस्तो मुख नबिगार्नु लास्टै हुनुहुन्छ कि मेरो हेलो गाइज हामीले यहाँ फोटो खिचेर भ्याइसक्यौँ म यो क्लिप बनाउनु बिर्सेछौँ छिटो जाम भोक लाग्यो अब उतै गएर खिचौँ ल यसरी घुमायो गाइजहरु यिनीहरू अघिबाट फोटो खिचेको यिनीहरूलाई पुगे छैन त्यो आइफोन भर्रैसक्यो होला कम्तीमा नि 1000वटा भिडियो खिचे फोटो 1000 होइन लाखवटा फोटो खिचे होला यति राम्रो हो यहाँ हेर्दा त्यही पनि यिनीहरूलाई पुगे छैन कि गाइजहरु के गर्नु र छिटो जाम र भोक लाग्यो मुसा दौडियो Have a safe delivery. Have a safe delivery. बल्ल हो र जस्तो लाग्यो बल्ल कस्तो लाग्यो हामी आज पहिले पटक काम गर्ने नाटक गर्नु या अलि आँसु झार्नु पर्छ झारि जस्तो गरेर राम्रो हुन्छ